ओखलढुङ्गाको रमणीय गाउँमा जन्मिनुभएका रणबहादुर तामाङ आज साउन्ड इन्जिनियर मात्रै होइन, बिमा क्षेत्रमा पनि एक प्रेरणादायी नाम बन्नुभएको छ। 20 वर्षदेखि साउन्ड इन्जिनियरिङको दुनियाँमा आफ्नो दक्षता देखाउँदै आउनुभएका उहाँ त्यति बेला आफ्नो जीवनको नयाँ मोडमा प्रवेश गर्नुभयो जब उहाँ सानिमा रिलायन्स लाइफमा बिमा सल्लाहकारको रूपमा जोडिनुभयो। मात्र 2 वर्षको छोटो अवधिमा उहाँले सानिमा रिलायन्स लाइफ इन्सुरेन्ससँग आबद्ध भएर 5 महिनामै एमडीआरटी बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुभयो। एमडीआरटी जुन विश्व स्तरमै उत्कृष्टता र सफलताको परिचायक हो, त्यो हासिल गर्नु आफैमा उहाँको मेहनत, लगनशीलता र कर्मनिष्ठाको ज्वलन्त उदाहरण हो। तामाङ 2081 मा आकाश क्लबको सदस्यता प्राप्त गर्न सफल हुनुभएको थियो। उहाँ 2024 एमडीआरटी बन्न सफल हुनुभएको छ। साथै 2026 का लागि समेत उहाँ योग्य भइसक्नु भएको छ। उहाँ भन्नुहुन्छ, दुनियाँमा मान्छेलाई आर्थिक सुरक्षा दिने भनेको बिमा नै हो। यस पेशाले पैसा मात्रै कमाइदिँदैन, बचत गर्न र सम्बन्ध मजबुत बनाउन पनि सिकाउँछ। जागिर खानु भन्दा म भन्छु बिमा अभिकर्ता बन्नुहोस् तपाईँहरू, किनभने एकचोटि तपाईँ बिमा कम्पनीमा खाता खोलाइदिनुहुन्छ, त्यसपछि 10 वर्षसम्म तपाईँलाई रेगुलर पेसिभ इन्कम आउँछ। हजारौं मानिसलाई जीवन बिमामा आर्थिक सुरक्षासँग जोड्न सफल हुनुभएको रणबहादुर तामाङ आज प्रेरणादायी व्यक्तित्वका रूपमा उदाउनु भएको छ। सानिमा रिलायन्ससँगको सम्बन्धलाई उहाँले आफ्नो जीवनको अभिन्न अङ्ग ठान्नु भएको छ। उहाँलाई लाग्छ पैसा कमाउनु मात्रै ठुलो कुरा होइन, जीवनमा पैसा बचाउन सक्नु नै ठुलो कुरा हो। यही सोच र उद्यमशीलताको कारण उहाँ आज सम्मान, मान प्रतिष्ठा र आर्थिक सबलताको प्रतीक बन्नु भएको छ। आज हामी उहाँको मेहनत, लगाव र सफलताप्रति सम्मान गर्दै सर्वश्रेष्ठ क्लब ग्यालेक्सी क्लबमा स्वागतका साथ हार्दिक बधाई सँगै उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। यहाँलाई हार्दिक बधाई।